नमस्ते नमस्ते सेवारो है। आज शनिबार। आज मैले यस्तो एउटा अनलाइन शपिङ गरेको छु जुन हजुरहरुसँग म देखाउँदै छु। यता टेमोबाट मैले एउटा यस्तो हैन बेग अर्डर गरेको छु जुन परफेक्ट एन्ड राम्रो छ। म देखाउँछु है त। म अनबक्सिङ गर्छु है त। ले चाहिँ हैन टेमोबाट मैले अर्डर गरेको थिएँ हैन अनलाइनमा। के छ कस्तो छ हैन तपाईहरुलाई म अनबक्सिङ गर्दै थिएँ त। यसको भित्र मलाई पनि एक्ज्याक्टली छैन यो प्राय यो बेग यहाँ पाउँदैन हैन। अनबक्सिङ है अनबक्सिङ गर्दै थिएँ बेग भित्र के छ। यसको ढिन्टारा थाहा पाउनुभयो यस्तो खालको बेग यस्तो रहेछ है। यसको जेलरेबोलेट राडर ब्याकप्याक भनेर लेखेको रहेछ हैन। यसमा कस्तो छ त अब हेरौँ है त अनबक्सिङ। डारा यो चाहिँ मेरो फेभरेट क्या। मैले खोजेको थिएँ हैन। यो पायो आज हैन। ओ यहाँ भित्र पनि अर्को पनि रहेछ अरे झन्टारा हैन यस्तो रहेछ। अब यसको भित्र चाहिँ स्पेशल तो बेग छ। आज मैले ल है त सरप्राइज यस्तो खालको रहेछ। ओहो मलाई पनि थाहा छैन हैन। अनबक्सिङ गरियो यहाँ रहेछ हैन। यहाँ दुईटा आँखा हुन्छ हैन। यहाँ टिलिक टल्किने बल्ने। तर यसको एप्स डाउनलोड गर्नुपर्छ र कन्ट्रोल सहित यसको एप्सबाट तपाईको यो लाइट जलाउन सकिन्छ हैन। जस्तो जलाउनु मन लाग्छ त्यस्तै जलाउनु मिल्छ। यो चाहिँ स्पेशल मोटर ब्यागको लागि चाहिँ यो बेग काम दिन्छ। ल हेर्नुहोस् यस्तो राम्रो छ है। अब यहाँ भित्र के छ। अब यसको भित्र कहाँ रहेछ हौ। दुईटा पो रहेछ है। यो त ठुलो हुने खालको यो पनि होइन। यहाँ रहेछ। यस्तो रहेछ यस्तो रहेछ यो बेगहरू रहेछ। यहाँ चाहिँ एउटा के हुन्छ पावर ब्याङ्क हुन्छ हैन। पावर ब्याङ्क गरिसकेर पावर ब्याङ्क फिट गरिसकेपछि अनि त्यहाँदेखि एप्स चाहिँ डाउनलोड गर्नुपर्छ। यहाँ क्युआर कोड कता छ हैन। क्युआर कोडबाट चाहिँ स्क्यानिङ गरेर अनि त्यहाँदेखि चाहिँ पछाडिको लाइट चाहिँ बल्छ के। यहाँ टिलिक जस्तो सुकै भए पनि तपाईँ कन्ट्रोल गर्न सक्नुहुन्छ मोबाइलबाट। ल यसको प्राइस स्पेशल नेपाली 15,000 हैन। 15,000 नेपाली यसको स्पेशल प्राइस पर्यो हैन। साह्रै रहेको थियो मैले किने। यो चाहिँ स्पेशल मोटर ब्यागको मा हिँड्दाखेरि चाहिँ एकदम स्पेशल हुन्छ हैन। ल कस्तो हुन्छ म लगाएर पनि हेर्छु है त। ल हेर्नुहोस् परफेक्ट हैन। कस्तो लाग्छ हजुरहरूलाई। यहाँ अब लाइट जलेपछि झन् स्पेशल र राम्रो हुन्छ। त्यही भएर चाहिँ यस्तो किनियो हैन। यसको ऊ पनि रहेछ यस्तो बेलहरू पनि रहेछ चटक्क हैन। त्यो पनि यहाँ माथि पनि रहेछ हैन। यहाँ पनि बेउ रहेछ। बाइकमा हिँड्नुको सेफ्टीको लागि चाहिँ अत्यन्त मात्रामा राम्रो रहेछ हैन। कस्तो ठिक लाग्छ। नेपाली 15,000 भनेको यहाँ हो त। त्यस्तो स्पेशल बेग हो यो। यहाँ